अब एकछिनमा बस्नु जिम्मा बहिनीलाई पनि आवाज आयो अरे जुन यताउता ऊ यहाँ बस्नु ऊ दिमाछाको छेउमा तपाईँ यता हो कहाँ पो त्यो कसो गर्ने हो त्यो चाहिँ ओ बाल्नुपर्छ भान्जी गरिदिनु नि अहिले नै अनि अब खाली काट्ने हो काट्ने त अब काट्नु त पर्छ त्यो क्यान्डी केकमा पस्नु खाली होइन त्यतिकै उखालेर उयो प्लेटमा राख्नु ओ के भन्दैछ प्लेटमा राख्नु त्यो भाइले के गर्छ भन्दैछ हेप्पी बर्थडे लु भाइ हेप्पी बर्थडे भन्नु स्याउ भए त हुन्थ्यो ए सुन्तला उयो छ बारी नि यता उभा न बारी यता जाऊ एकछिन हाउ छोरी एकछिन ल ल ल ओके एउटा चाहिँ बहिनी सामान हो दुईजना छैन होला छोड दे काटी काटी ल ह्यापी बर्थडे लु अर्को पनि फेरि काटो फेरि यता पनि ल ल ल काटी 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 हेरि हो एकछिनमा यहाँ नानी गुरुमा पनि भन्दैछ भयो भयो अब चिकु ल अब बहिनीले खाऊ बहिनीलाई खुवाइदिनु बहिनीलाई खुवाइदिनु टिका लगाइदिनु टिका 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 लगाएर बहिनी भन्नु बहिनीलाई हो ए गालामा पनि अरे ल अब तपाईँ लु नानी भयो 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 ल भयो अब खुवाइदिनु ल डेमन साला मिलाइदिनु काको लु लु दिमाग छ दिदी अलि यता आउनुहोस् त डेमन साला दिमाग छ छौ आत्मा त जान्दी होला अनि यसो काटिदिनुहुन्छ टिका आहा के पो हो जानी बुझ्ने भिडियो आछ लु शेर्पा आमा मायाले पहिला हुन्छ हुन्छ बच्चाहरू त उ हो मौली मंगयुक्नाउ Adi bagaimana di bungsu yang bagaimana yang पैसा को बीजी रंग है थी मेरी बिना दे लो यो नाती ni yang मुनिरंग के वो मान्दैन भयो छोराको बर्थडे मनाइदिँदैछु है म यहाँ काटेर प्लेटमा दे ए केक काट्ने बेला हो ए ए ए ला 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 लु त्यसलाई त मजा पो आइरहेछ त हेर्दैछ डेमन साला नि दिइहाल्नु नि डेमन सालालाई सानो यतादेखि सबैको गरिदिन्छु अन्त अस्ति त यो हेर्ने हेर्ने भला जोगे म्यामे पाला हेर्ने के हेर्ने हुन्छ बाहिर
हेरौँ न यता उसको बुवालाई नि दिनु लु नानीलाई नानी लो आइज आमा नानी सानोहरुलाई दिनु उ तुम्बा हजुर मसँग यो मन्दा मुसिनो पहिले चुनौलाई देऊ न भाभी बेटा भी ऐसा अझै खाने खाना लो